आज बर्थडे नगरौँ भन्ने लागिरहेको थियो तर एउटा सरप्राइज उपहार आएको छ। वाउ, सरप्राइज। त्यही भएर बर्थडे मनाइयो। म बिस्तारै बिस्तारै यो बाकस खोल्दैछु। यहाँभित्र चाहिँ सम्भवतः केक छ। केक रहेछ। अब मैले केकलाई बिस्तारै खोलेँ। यसलाई निकाल्न चाहिँ अलिकति अप्ठ्यारो भइरहेछ। केक र बुक्की यस्तो देखिरहेछ, हेर्न सक्नुहुनेछ। जन्मदिन विशेष बनाउनको निम्ति साथी मार्फत आएको यस्तो एउटा मेरो सरप्राइज उपहार हो यो। धेरै खुसी लागिरहेको छ। अब हामी धेरै छैनौँ घरमा। अब केक काट्छौँ यसरी चाहिँ यो चाहिँ झिल्लीले उडाएर बर्थडे चाहिँ झन् स्पेसल बनाएर अब हामी केक काट्दैछौँ। केक काटिसकेपछि चाहिँ अब केक खाने, त्यसपछि खाना खाने, त्यसपछि चाहिँ आनन्दले सुत्ने हो। यो वर्षको चाहिँ 2083 सालको चाहिँ जन्मदिन यसरी मनाइयो है त। बुक्कीसँगको माया। धन्यवाद।